नमस्ते सबैजनालाई। आज चाहिँ म तपाईहरुलाई एन्क्लेक्समा धेरै सोधिने पल्मोनरी सेक्सनबाट सिओपिडी अथवा क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिजको बारेमा पढाउन गइरहेको छु। सिओपिडी भनेको के हो त? सिओपिडीको फुल फर्म चाहिँ क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज हो र तपाईले यसको फुल फर्मबाट नै के थाहा पाउन सक्नुहुन्छ भने यो चाहिँ एउटा लङ डिजिज हो जुन चाहिँ अब्स्ट्रक्सनले गर्दाखेरि हुन्छ है। यसको डेफिनेसन के हो भने क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज इज अ ग्रुप अफ क्रोनिक प्रोग्रेसिभ लङ डिजिजेस क्यारेक्टराइज्ड बाई इरिभर्सिबल एयर फ्लो अब्स्ट्रक्सन। यो चाहिँ ग्रुप अफ लङ डिजिज हो। सिओपिडी भनेको एउटा कुनै स्पेसिफिक डिजिज नभइकन यो चाहिँ ग्रुप अफ लङ डिजिज हो जुन चाहिँ विथ टाइम हैन एयर फ्लोमा अब्स्ट्रक्सनले गर्दाखेरि हुन्छ। यो चाहिँ रिभर्स हुँदैन है, लङ हेल्दी स्टेटमा जाँदैन, यसलाई रिभर्स गर्न मिल्दैन, यो पनि बुझ्नुपर्ने कुरा हो है। यसलाई चाहिँ एउटा अम्ब्रेला टर्म मात्रै दिएको हो किनभने यसको दुईटा टाइप्सहरू हुन्छन्। फर्स्ट टाइप भनेको क्रोनिक ब्रोन्काइटिस हो जुन चाहिँ ब्रोन्कियलमा प्रब्लम भएको कारणले गर्दाखेरि हुन्छ र सेकेन्ड टाइप भनेको चाहिँ एम्फिसिमा हो जुन चाहिँ एल्भियोलाईमा प्रब्लम भएको कारणले गर्दाखेरि हुन्छ। र के बुझ्नु भनेको यसको मेन कुरा भनेको हामी सास लिँदाखेरि अक्सिजन चाहिँ लिन्छौँ तर सास फेर्दाखेरि कार्बन डाइअक्साइड चाहिँ पुरै तरिकाले फाल्न सक्दैनौँ के, जसले गर्दाखेरि एयर ट्र्यापिङ हुन्छ है। अब चाहिँ हामी सिओपिडी लाग्ने कजेसहरूको बारेमा कुरा गर्छौँ हैन। सिओपिडी केले गर्दा लाग्छ भने 80 to 90% अफ सिओपिडीको केसेसहरू चाहिँ सबै चुरुट खानाले गर्दाखेरि लाग्छ अथवा टोब्याको स्मोकिङले गर्दाखेरि लाग्ने हुन्छ हैन। सेकेन्डमा चाहिँ इन्भाइरोमेन्टल फ्याक्टर पनि छ, जस्तै एयर पल्युसनहरू भयो भने हैन, अकुपेसनल डस्ट जस्तै अब कोइला खानीमा काम गर्ने मान्छेलाई, काठको काम गर्ने मान्छेलाई, टेक्सटाइल फाइबरहरूमा काम गर्ने मान्छेलाई हैन, कन्स्ट्रक्सनमा काम गर्ने मान्छेको सिमेन्टी बालुवा धुलोहरू जसले चाहिँ बढी एक्सपोज हुन्छ नि उनीहरूलाई चाहिँ सिओपिडी लाग्ने चान्स बढी हुन्छ। त्यस्तै गरी केमिकलहरूसँग खेल्ने मान्छेहरूलाई हैन। अर्को भनेको चाहिँ आजमा पनि हो मेन कारण। र जुन मान्छे चाहिँ चुरोट पनि खाँदैन, कुनै इन्भाइरोमेन्टल फ्याक्टरहरूसँग पनि एक्सपोज हुँदैन र आजमा पनि छैन, त्यो मान्छेलाई चाहिँ जेनेटिक फ्याक्टर जस्तै अल्फा 1 एन्टाइट्रिप्सिन भन्ने हुन्छ एएटी, त्यसको डेफिसियन्सीले गर्दाखेरि पनि सिओपिडी लाग्न सक्छ है। अनि नेक्स्ट स्लाइडमा चाहिँ हामीले फिजियोलोजीको बारेमा कुरा गर्छौँ जसले गर्दा चाहिँ सिओपिडी कसरी हुन्छ भनेर बुझिन्छ है। सिओपिडीको दुईटा टाइप छन् मैले भनिहालेँ, क्रोनिक ब्रोन्काइटिस जसलाई चाहिँ एन्क्लेक्समा अर्को वर्डमा द ब्लू ब्लोटर पनि भनिन्छ है। त्यो चाहिँ ब्रोन्कियलको प्रब्लमले गर्दाखेरि भएको। नर्मल ब्रोन्कियल यही फोटोमा हेर्नुहुन्छ भने एकदम स्मुथ छ है, तर ब्रोन्काइटिस भएको पेसेन्टको ब्रोन्कियल कस्तो हुन्छ, त्यो एकदमै सोलन हुन्छ। किनभने त्यो इन्फ्लेम्ड हुन्छ, त्यही भएर त्यो सोलन हुन्छ हैन। अनि म्युकस प्रड्युसिङ ग्ल्यान्ड्सहरू पनि ठुलो हुन्छ, धेरै म्युकस प्रड्युस हुन्छ, जसले गर्दाखेरि यो ब्रोन्कियल चाहिँ न्यारोड हुन्छ के, अनि सास फेर्न अनि सास बाहिर कार्बन डाइअक्साइड बाहिर फाल्न त्यो मान्छेलाई एकदमै गाह्रो हुन्छ है। त्यो भनेको चाहिँ एउटा एकदम क्लग्ड पाइप जस्तै गरी बुझ्नु के, पाइपमा लेउ लाग्यो भने कस्तो हुन्छ, पानी पुरै तरिकाले जान्छ त जाँदैन नि हैन, अलिक प्रब्लम हुन्छ नि जानको लागि क्लग पाइपबाट जानलाई हैन। यो पनि सेम त्यस्तै नै हो, ब्रोन्कियल इन्फ्लेम्ड हुन्छ, सोलन हुन्छ, म्युकस धेरै प्रड्युस हुन्छ अनि पेसेन्टलाई सास फेर्न गाह्रो हुन्छ हैन। त्यो चाहिँ के हो, क्रोनिक ब्रोन्काइटिस हो। पनि एम्फिसिमा भनेको के हो त, त्यसलाई अर्को टर्ममा पिङ्क पफर पनि भनिन्छ। त्यो चाहिँ एल्भियोलाईको प्रब्लमले गर्दाखेरि हुन्छ हैन। एल्भियोलाई नर्मली चाहिँ बलुन जस्तै हुन्छ एल्भियोलाईको प्रपर्टी है, इन्फ्लेट डिफ्लेट गर्न मिल्ने। तर एम्फिजिमामा के हुन्छ भने त्यो एयर स्याक्सहरू चाहिँ डिस्ट्रोय हुन्छ के, अनि त्यसले गर्दाखेरि एल्भियोलाई इन्फ्लेट भएको भई हुन्छ, डिफ्लेट नै हुँदैन। अनि त्यसले गर्दा कार्बन डाइअक्साइड पुरै तरिकाले बाहिर हामीले एक्सेल गर्नै सक्दैनौँ हैन। अनि मेन चाहिँ एम्फिजिमाको प्रब्लम नै त्यही हो। अब यो दुवै टाइप्सहरूले गर्दाखेरि चाहिँ ग्यास एक्सचेन्जमा क्राइसिस हुन्छ कि, जसले गर्दाखेरि हाइपोक्सिमिया हुन्छ। त्यो भनेको चाहिँ ब्लडमा अक्सिजनको लेभल कम हुनु हो। र अर्को हाइपरक्याप्निया पनि हुन्छ, त्यो भनेको चाहिँ ब्लडमा कार्बन डाइअक्साइडको लेभल धेरै हुनु, जसलाई चाहिँ हामी रेस्पिरेटरी एसिडोसिस पनि भन्छौँ। नेक्स्ट स्लाइडमा चाहिँ हामी साइन्स एन्ड सिम्पटम्स अर क्लिनिकल मेनिफेस्टेसनको बारेमा कुरा गर्छौँ हैन। के साइन्सहरू देखिन्छ सिओपिडी बिरामीमा और पेसेन्ट चाहिँ कसरी प्रेजेन्ट गर्छन् भन्ने कुरा है। सबभन्दा फर्स्टमा चाहिँ हामी अर्ली साइन्स जसलाई चाहिँ डिस्निया पनि भन्छ, त्यो चाहिँ सास फेर्न गाह्रो हुन्छ पेसेन्टलाई
अनि अर्को भनेको क्रोनिक प्रोडक्टिभ कफ। जस्तै गरी ब्रोन्काइटिसमा के हुन्छ, म्युकस प्रड्युस हुन्छ धेरै होइन, अनि त्यही भएर पेसेन्ट जति कफ गरिरहेको हुन्छ त्यो चाहिँ पुरै खकार सहितको कफ गर्छ कि उसले, म्युकस हुन्छ उसको कफमा होइन। त्यो भयो। फिजिकल फाइन्डिङ्स के देख्न सकिन्छ त पेसेन्टमा भने बेरल चेस्ट, किनभने पेसेन्टले चाहिँ एकदमै लङ टर्मसम्म एयर ट्र्याप गराएको हुन्छ। एयर ट्र्याप गर्नुकै कारणले गर्दाखेरि उसको चेस्ट चाहिँ एकदम बेरल सेपको हुन्छ कि, एकदम फ्ल्याट होइन, अनि एकदम डायमिटर बढी भएको भएर उसको चेस्ट चाहिँ बेरल सेप्ड, त बेरल चेस्ट पनि भनिन्छ। त्यो चाहिँ बढी एम्फिजिमा भएको पेसेन्टलाई देखिन्छ है। अनि पेसेन्ट चाहिँ सास फेर्नुलाई सजिलो हुने भएको भएर ऊ ट्राइपोड पोजिसनमा बस्छ कि। ट्राइपोड पोजिसन भनेको के हो भने पेसेन्ट चाहिँ अगाडि लिन गरेर उसको दुवै हात निमा राखेर चाहिँ उसलाई सास फेर्न सजिलो हुने भएको भएर त्यो पेसेन्टमा धेरै बसेको देख्न सकिन्छ होइन। अनि अर्को भनेको चाहिँ पर स्लिप ब्रिदिङ पनि हो। पेसेन्टलाई सजिलो हुन्छ यसरी ब्रिद गर्नाले, अनि त्यही भएर ऊ चाहिँ यसरी नै ब्रिद गरिरहेको हुन्छ। त्यो ब्रिदिङको टेक्निक कस्तो हुन्छ भने जसरी चाहिँ हामी रोज फ्लावर यसरी सुँग्छौँ र कसरी क्यान्डल ब्लो आउट गर्छौँ नि, हो त्यसरी नै पेसेन्टले ब्लो गरिरहेको हुन्छ र उसलाई सजिलो नै त्यसरी नै हुन्छ। र हामी टिचिङमा पनि पेसेन्टलाई यसरी नै ब्रिद गर्नु भनेर सिकाउँछौँ होइन। अनि पेसेन्टलाई हेर्दाखेरि उसलाई सास फेर्न एकदम गाह्रो भएको हुन्छ र उसले चाहिँ आफ्नो एक्सेसरी मसलहरू धेरै युज गरिरहेको हुन्छ क्या, जस्तै नेकको मसल, सोल्डरको मसल चाहिँ सास फेर्न सजिलो होस् भनेर युज गरिरहेको हुन्छ है। र सिओपिडी पेसेन्टको लेट साइन सिम्टम्स चाहिँ के हो भने साइनोसिस, किनभने पेसेन्टको ब्लडमा धेरै मात्रामा कार्बन डाइअक्साइड हुन्छ होइन, ब्लडमा अक्सिजनको कमी हुने कारणले गर्दाखेरि पेसेन्टको चाहिँ हात खुट्टा अथवा लिप्सहरू चाहिँ एकदम पर्पलिस देखिन थाल्छ कि अक्सिजनको कमीले गर्दाखेरि, जसलाई साइनोसिस पनि भनिन्छ। ल्याब टेस्ट गर्दाखेरि पेसेन्टको आरबिसीको नम्बरहरू एक्सेसिभ मात्रामा देखिन्छ, जसलाई पोलिसाइथेमिया पनि भनिन्छ। र अर्को चाहिँ डिजिटल क्लबिङ भनेको हात खुट्टाको नङहरूको चाहिँ यो सेप नै डिस्टर्टेड भएको देख्न सकिन्छ होइन, त्यसलाई चाहिँ डिजिटल क्लबिङ भनिन्छ। अब पेसेन्टलाई सिओपिडी भएको छ तर हामीले चाहिँ पेसेन्टलाई सिओपिडी भएको भनेर कसरी थाहा पाउने त? यसको डायग्नोसिस गर्नको लागि टेस्टहरू पनि हुन्छ होइन। अनि सबभन्दा फर्स्टमा डक्टरले रुचाउने टेस्ट जसलाई चाहिँ गोल्ड स्ट्यान्डर्ड टेस्ट पनि भनिन्छ, त्यो चाहिँ के हो भने पल्मोनरी फङ्सन टेस्ट हो। यसले चाहिँ पेसेन्टले कति मात्रामा कार्बन डाइअक्साइड एक्सेल गर्छन् भनेर मेजर गर्छ होइन। र सिओपिडी भएको बिरामीलाई चाहिँ यो फोर्स्ड एक्सपायरेटरी भोल्युम चाहिँ कम देखाउँछ पल्मोनरी फङ्सन टेस्टमा, यो कुरा याद गर्नु पऱ्यो। नेक्स्ट भनेको आर्टेरियल ब्लड ग्यास अथवा हामीले एबिजी पनि भन्छौँ होइन। अनि डक्टरले एबिजी टेस्ट गर्दाखेरि के देखिन्छ सिओपिडी पेसेन्टमा भने रेस्पिरेटरी एसिडोसिस भएको देखिन्छ। त्यो भनेको चाहिँ पेसेन्टको पिएच लेभल 7.35 भन्दा थोरै हुनु हो र पिएसिओ2 लेभल चाहिँ 45 भन्दा बढी हुनु हो है। अनि नेक्स्ट के गर्न सकिन्छ भने पेसेन्टलाई चाहिँ चेस्ट एक्सरे गरेर पनि हेर्न सकिन्छ। त्यो गर्दाखेरि चाहिँ के हुन्छ, पेसेन्टको लङ्स चाहिँ हाइपर इन्फ्लेट भएको देखिन्छ र उसको डायफ्राम फ्ल्याट भएको देखिन्छ बेरल चेस्टमा जस्तै गरी होइन, त्यसले पनि थाहा पाउन सक्यो। र पेसेन्टलाई चाहिँ इन्फेक्सन भएको छ अथवा सिओपिडी बिरामीलाई भने चाहिँ स्पुडियम कल्चर गरेर पनि रुल आउट गर्न सकिन्छ इन्फेक्सन है। र हामी अर्को स्लाइडमा जाँदाखेरि चाहिँ मेडिकली कसरी ट्रिटमेन्ट गर्न सकिन्छ, के औषधि दिने बिरामीलाई भनेर पनि पढ्छौँ। फर्स्टमा भनेको ब्रोन्कोडाइलेटर। अब अब्स्ट्रक्सनले गर्दाखेरि ब्रोङ्कियल्स पुरै क्लग भएको हुन्छ, त्यसलाई त ओपन गर्नु पऱ्यो नि, हो ब्रोन्कोडाइलेटर भनेको ओपनर पनि हो कि। अनि सबभन्दा फर्स्टमा रेस्क्यु इन्हेलर भनेर चाहिँ सर्ट एक्टिङ एल्बुटेरललाई पनि भनिन्छ होइन, त्यो युज गर्छन्। इफ लङ एक्टिङ युज गर्नु पऱ्यो भने साल्मेट्रोल भन्ने छ, त्यो इन्हेलर पनि युज गर्न सकिन्छ। अर्को भनेको पेसेन्टलाई एन्टाइकोलिनर्जिक दिन्छ होइन। एन्टाइकोलिनर्जिक भनेको चाहिँ म्युकस प्रोडक्सन रोक्ने घटाउने लाई एन्टाइकोलिनर्जिक भनिन्छ। त्यसमा चाहिँ इप्राट्रोपियम भन्ने मेडिकेसन युज गर्छ होइन। अनि अर्को भनेको एन्टी इन्फ्लामेटरिज, इन्फ्लेम भएको हुन्छ ब्रोङ्कियल्स, ती भएको भएर कोर्टिकोस्टेरोइडहरू इदर इन्हेलर अर आइभीको रूपमा पनि दिन सकिन्छ फ्लेयर भएको छ भने होइन। अनि अर्को भनेको म्युकोलाइटिक्स अर एक्सपेक्टोरेन्स भनेको चाहिँ ग्वाफेनेसिन अर म्युसिनिक्स, जसले चाहिँ गर्दाखेरि पेसेन्टको म्युकस थिन हुन्छ र पेसेन्टलाई चाहिँ म्युकस क्लियर गर्न हेल्प गर्छ होइन। अर्को भनेको एन्टिबायोटिक। इफ स्प्युटम कल्चरमा चाहिँ एन्टिबायोटिक ब्याक्टेरिया पोजिटिभ देखियो भने चाहिँ पेसेन्टलाई एन्टिबायोटिक पनि दिन सकिन्छ।
नेक्स्ट स्लाइड भनेको प्रायोरिटी नर्सिङ इन्टरभेन्सन हो। एज अ नर्स एनक्लेक्समा सबभन्दा बढी सोधिने भनेकै नर्सिङ इन्टरभेन्सन, नर्सले कसरी चाहिँ पेसेन्टलाई केयर गर्ने होइन, कुन कुन इन्टरभेन्सन गरेर भन्ने कुरा सोधिन्छ। सबभन्दा फर्स्टमा चाहिँ सिओपिडी बिरामीहरूको लागि थाहा पाउने कुरा भनेको अक्सिजन थेरापी हो। सिओपिडी पेसेन्टको बिरामीहरूलाई चाहिँ उनीहरूको अक्सिजन ड्राइभ अलिक कम भएको भएर होइन, उनीहरूको ब्लडमा चाहिँ कार्बन डाइअक्साइड लेभल अलिकति बढी भएको भएर चाहिँ उनीहरूको अक्सिजन सेचुरेसन 88 देखि 92सम्म मात्रै मेन्टेन गर्न पर्ने हुन्छ हामीले। त्यो चाहिँ एकदमै ध्यान दिनुपर्ने कुरा है, उनीहरूलाई ओभर अक्सिजनेट गर्न चाहिँ हुँदैन। नेक्स्ट भनेको एयरवे क्लियरेन्स। उनीहरूको ब्रोङ्कियल्समा धेरै म्युकस प्रड्युस भइरहेको हुन्छ, त्यसले गर्दाखेरि उनीहरूलाई कफ गर्न इन्करेज गर्ने होइन, अनि 2 देखि 3 लिटर पानी खान इन्करेज गर्ने, किनभने त्यसले गर्दाखेरि उनीहरूको सिक्रिसन चाहिँ थिन हुन्छ र उनीहरूलाई कफ गरेर फाल्न एकदम सजिलो हुन्छ होइन। नेक्स्ट भनेको चेस्ट फिजियोथेरापी अर सिपिटी पनि भन्छ त्यसलाई होइन, त्यो पनि गराउन लाउने। त्यसले गर्दाखेरि पनि म्युकस थिन भएर उनीहरूलाई कफ गर्न सजिलो हुन्छ है। अब पेसेन्टलाई कसरी पोजिसन गराउने त? उनीहरूको हेड अफ द बेड चाहिँ 90 डिग्री एङ्गलमा हुनु पऱ्यो, जसलाई चाहिँ हामी हाई फाउलर्स पोजिसन पनि भन्छौँ होइन। त्यसले गर्दा उनीहरूलाई सास फेर्न सजिलो हुन्छ है। र अर्को भनेको उनीहरूलाई ब्रिदिङ टेक्निक सिकाउने। कुन टेक्निक सिकाउने? पर स्लिप ब्रिदिङ टेक्निक सिकाउने होइन, जसमा चाहिँ उनीहरूलाई रोज कसरी सुँगिन्छ, फुल सुँग्न कसरी सुँगिन्छ त्यसरी नै फुल रोज सुँगे जसरी अनि क्यान्डल ब्लो आउट गरे जसरी नै ब्रिथ गर्न सिकाउने। र नेक्स्ट अनि सबभन्दा लास्टको स्लाइड के हो भने पेसेन्ट एजुकेसन र कम्प्लिकेसन। सिओपिडी बिरामीहरूलाई आउने कम्प्लिकेसन के हो र उनीहरूलाई चाहिँ के एजुकेट गराउन सकिन्छ भन्ने कुरा है, यो पनि एकदम इम्पोर्टेन्ट कुरा हो। सबभन्दा पहिला सुरु इफ पेसेन्टले स्मोक गर्छ भने त स्मोकिङ छुट्याउनु पऱ्यो होइन, स्मोकिङ सिसेसन सबभन्दा मेन इन्टरभेन्सन भयो। नेक्स्ट भनेको उनीहरूलाई चाहिँ बडी इनर्जी रिजर्भ गर्नुपर्ने हुन्छ, उनीहरूलाई सास फेर्न गाह्रो हुन्छ सानो काम गर्नको लागि नै होइन, उनीहरूको इनर्जी चाहिँ एकदम रिजर्भ गरेर राख्नुपर्ने भएको भएर बरु फ्रिक्वेन्टली थोरै खाना दिने, तर हाई क्यालोरी र हाई प्रोटिनको खाना दिने उनीहरूलाई। ग्यास फर्म गर्ने फुड्सहरू जस्तै गरी अब क्रुसिफेरस फुड्सहरू होइन, भेजिटेबल्सहरू जस्तै ब्रोकली काउलीफ्लावरहरू चाहिँ अलिकति कम खुवाउने, किनभने त्यसले गर्दा ब्लोटिङ हुन्छ र उनीहरूको डायफ्रामलाई पुस गर्छ, जसले गर्दा उनीहरूलाई सास फेर्न गाह्रो हुन्छ। अनि अर्को भनेको अब इन्फेक्सन भयो भने झन् उनीहरूलाई गाह्रो हुन्छ, त्यही भएको भएर एन्युअली नै फ्लू भ्याक्सिन न्युमोकोकल भ्याक्सिनहरू दिन लगाउने होइन। र सिओपिडीले गर्दाखेरि के कम्प्लिकेसन हुन्छ भने ब्लड चाहिँ लङमा गएर अक्सिजनेट भएर होइन, अनि ब्याक टु हार्ट जाने भएको भएर चाहिँ सिओपिडी पेसेन्टमा चाहिँ राइट साइडेड हार्ट फेलियर हुने एकदम धेरै चान्स हुन्छ, त्यसलाई चाहिँ अर्को भाषामा कोड पराउनु पनि भनिन्छ होइन। अनि त्यसको लागि चाहिँ के साइन्स एन्ड सिम्टम्स हुन्छ भने त्यसको जगुलर भेन डिस्टेन्ड हुन्छ पेसेन्टको, अनि हातखुट्टा सुनिने होइन, अनि वेट गेन हुने भएको भएर त्यसको लागि पनि एकदम वाच गर्नुपर्छ हामीले है त। आजको लागि यति नै। होप यु लाइक दिस भिडियो। थ्याङ्क यू सो मच।